कृष्णाय वासुदेवाय देवकी नंदनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। सतचित आनन्दरूपाय विश्वपत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय भूयं नमः। सबैलाई नारायण। भगवान श्रीकृष्णले श्रीमद् भागवत महापुराणमा सबैभन्दा पहिलो अध्यायको पहिलो श्लोकमा 18,000 श्लोक मध्ये पहिलो अध्यायको पहिलो श्लोकमा के भन्नुभयो भन्दा तापत्रय विनाशाय श्रीकृष्णाय भूयं नमः भनेको मान्छेलाई कलियुगका मान्छेलाई तीनटा कुराको चिन्ताको विषय भन्छ। त्यो के हो त भन्दा पहिलो चिन्ताको विषय धन सम्पत्ति कसरी जम्मा गर्ने, घर परिवार कसरी चलाउने र समाजमा आफ्नो नाम उच्च प्रतिष्ठामा कसरी राख्ने भन्ने विषय चिन्ताको विषय भन्छ। त्यो भन्दा माथि मान्छे उठ्नै सक्दैन। हाम्रो नाम भगवानको नाम के हो भनेर खोज्नै सक्दैन। यो चिन्ताको विषय एउटा नम्बरको चिन्ताको विषय हो भने दोस्रो नम्बर चिन्ताको विषय के हो त भन्दा दैवीय प्रकोप। तपाईको घर परिवार चाहिँ के रे बाढी पीडित हुने हो कि आगलागी हुने हो कि हैन भूकम्प पीडित हुने हो कि यस्ता दैवी प्रकोपबाट पनि मान्छेलाई चिन्ताको विषय हुन्छ। दोस्रो तापत्रय विनाशाय भनेको पहिलो धन सम्पत्ति कसरी जम्मा गर्ने, जम्मा गरेको सम्पत्ति कसरी बचाउने, दैवीय प्रकोपबाट पनि सम्पत्ति चाहिँ कसरी बचाउने भन्ने पनि चिन्ताको विषय हुन्छ कलियुगका मान्छेलाई। अनि तेस्रो चाहिँ के हुन्छ अरे भने अलिअलि धर्म पनि गर्न पाए हुन्थ्यो। यो सबै कुरा चाहिँ छोडेर धर्म पनि अलिअलि गर्न पाए हुन्थ्यो। धर्म चाहिँ कसरी गर्दा हुन्छ होला, के गर्दा हुन्छ होला, दान चाहिँ कसरी पुण्य हुन्छ होला, के गरेर चाहिँ दान दिने होला, कसरी चाहिँ आफ्नो नाम चाहिँ उच्च ओहदामा चाहिँ भगवानको नामसँग चाहिँ आफ्नो नाम जोड्न सकिन्छ होला भन्ने पनि मान्छेलाई चिन्ताको विषय हुन्छ। ती सबै चिन्ताको विषयलाई दूर गर्न चाहिँ के गर्ने भन्दा श्रीमद् भागवत महापुराणको आयोजना गर्ने अथवा भागवत सुन्ने भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ। त्यसकारण तापत्रय विनाशाय यो तीनटा कुराको चिन्ताको विषय चाहिँ मान्छेलाई चोरी पनि नहोस्, घरको धन सम्पत्ति चोरी हुनबाट पनि बचाउने र दैवीय प्रकोप हुनबाट पनि बचाउने र धन सम्पत्ति जम्मा हुनलाई पनि तपाईले चाहे जति तपाईलाई इच्छा जे जति छ त्यो सबै चाहे जति धन सम्पत्ति पूर्ण हुने पितृको आशीर्वाद र देवताको आशीर्वाद प्राप्त हुनका लागि श्रीमद् भागवत महापुराणको आयोजना गर्नु र मेरो कथा सुन्नु भनेर भगवान श्रीकृष्णले स्वयं भन्नुभएको छ भन्दै आजको छोटो भिडियो हामी यही अन्त गर्न चाहन्छौँ। यस्ता भिडियोहरुको लागि यहाँहरुलाई मन परे शेयर गर्नु न, लाइक गर्नु र सब्स्क्राइब गर्नु न पनि यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दै बिदा हुन चाहन्छु। नारायण।